सेमुना सबैजनामा हौवा म चाहिँ अब यही हो होइन सबैजना साइन अनुसार ढोक गरे है सबैजनालाई अनि फर्स्ट अफ अल त मेरो युट्युब च्यानलमा सबैजनाले सब्स्क्राइब गरिदिनु होला ए भन्दै सबैजना ह्याप्पी न्यू इयर फेरि ल गाइज म अस्तिकै किचनमा बसेँ हो लु अब हाम्रो अङ्कलले बदाम आउँदैछ आज चाहिँ हामी हेर्ने म यता फोकस गर्नु पर्यो यही चाहिँ बदामको लागि ल गाइजहरू क्यामेरामा फोकस फोकस गरौ यहाँ यो चाहिँ के को लागि कान्छ अङ्कल ए त्यही भएर हो ओके हस् ल तपाईँलाई ह्याप्पी न्यू इयर ओइ त्यो ठाए त हेर त्यो तेरो कपाल नै यहाँ त है यहाँ भ्लगमा चाहिँ पक्का पनि त्यो कपाल लामो लामो भएको त्यहाँ पर हेर ऊ म को चिनाउँछ है यो राजेश हमाल ऊ त पल्लो छेउको करिश्मा म्यानेजर अनि यहाँ यो बिचको शिव श्रेष्ठ अनि यो निखिल उप्रति पल्सा अनि हाम्रो अङ्कल चाहिँ अनि गाइजहरू यो मोमोको प्लानिङ हो मोमोको लागि यति धेरै मर्मत गर्दैछ नि हाम्रो यहाँ फ्यामिलीमा हेर्नु है मोमो यतिको म अनि हुँदो रहेछ हेर्नु गाइजहरू तपाईँहरू कति गर्नुहुन्छ हेर्नु न काटाइ त खतरा त नि यसको ट्रेनिङ हो नि त यसको हातको चाहिँ मैले पनि खाएको है गाइजहरू हेर्नु यो ऊ हो कि मेरो भाइ हो यसले चाहिँ मोमो खुब बनाएर खुवाउँछ यो मलाई थाहा थियो आज मोमो घरमै खाने भनेर नयाँ वर्षको दिन भनेर सबै सल्लाह गर्यो तर हामी त अघि आधा एउटा कुखुरा पनि काटेर खाइसक्यौँ है के भन्नु र अब होइन अब देखायौँ न त चाहिँ हाम्रो फोको चाहिँ वीर विक्रमको आइलेको छैन अङ्कललाई चाहिँ डिस्काउन्ट आइथ्यो भन्ने गाह्रो छ मैदा मल्दैछ यता कटिङ हुँदैछ प्याज है अनि यता चाहिँ के हुन्छ सेटिङ मिलाउँदै यसले चाहिँ कसरी बनाऊ कसरी खाउँ भनेर ल यसरी हुँदैछ गाइजहरू यसरी नै बित्दैछ यसरी नै हुँदैछ अहिलेसम्म नाच्दा नाच्दा यहाँ हाम्रो चाहिँ थकाइ लाग्यो पसिना एउटा चाहिँ यहाँ रहेछ हो तँ चाहिँ काम गर्नु किचनमा नआउने कि भरिपूर्ण देखिस् के छ बाबु ठिक छ भदै ल यता के भनिदेऊ ह्याप्पी न्यू इयर भनिदेऊ हो ह्याप्पी न्यू इयर सबैलाई भयो ए ल ल थ्याङ्क यू सो मच के गर्नु र है यति धेरै ल सबैजनालाई यो काम गर्दैछन् म तपाईँहरूलाई न्यू इयरको धेरै धेरै शुभकामना तपाईँहरूले पनि सबै आफ्नो आफ्नो परिवार आफ्नो आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्ड हो होला नि त आजको दिन त सबैजना व्यस्त सुख दुःखमा हो भने जस्तै साथ दिने भनेर कसै बाहिरतिर घुमघाम गर्दै हुनुहुन्छ होला कसै घरमै यसरी हामी जस्तै प्लानिङ गरेर केही मोमोहरू होइन अरू अरू केहरू सेकुवा लेकुवा बनाएर खाँदै हुनुहुन्छ होला यसरी कटिङ हुँदैछ कादुरी केही जाओस् न्यू इयरमा रुन्छ कि के हो मान्छे त रुँदै पनि छन् कसै के साह्रो यसरी त हुँदैन हाँस्नु पर्ने दिन कता हो यसले रुवा यस्तो छ उसलाई चाहिँ हो प्याचर गाह्रो छ अहिले भएर आज क्राम बोर्ड कति कति हारे उलु भन न ढाँटी भन त
कति यिनीहरू जितेको छ पैसा कति जित्यो गेम खेल्नु शिव श्रेष्ठ गरे जिस्काको ज्वाइँलाई चाहिँ मान सम्मान ल है त गाइजहरू यस्तो हुँदैछ है त हेर्दै गर्नु होला है साँच्ची देखाउनु त त्यो माछा मैले अघि अरे चाहिँ माछा पनि है माछा यतै हाम्रो खोटाको ताप खोलाको माछा है गाइजहरू एकदम असला एक अहिले अनि यस्तो खानु पर्यो सुक्दै भए पनि खानु पर्ने छ अनि मोमोको सुपको लागि हजुर आर्खु यो चाहिँ हाम्रो साब्रुको लुमी भाषाबाट आर्खु भन्छ यसलाई आर्खु यो चाहिँ नेपाली भाषाबाट अनि त्यो पनि थोरै रहेछ थोरै भनेपछि पिचु अनि पिचु तुम सुक्ता त मेरै तबी आछु छोरी कासँग यो मोमोको लागि हो ए सुपको लागि हो ए मोमोको सुपको लागि हुँदैछ अब लगभग अहिले यो पिक्चरमा पिस्ने त हो हजुर यसको नाम बसेको त तुला नाम गऱ्यो हेर अङ्कलले भनेको भाइ पोर्कको होइन यो पोर्कको यो चाहिँ किमा अनि पनि रेडी भएको हो दुध देखाउँ त ल है त गाइजहरू हेर्दै गर्नु होला है हाम्रो चाहिँ तयारी छ प्याज अब आफै सरर भनि हेर्नुहोस् त गाइज यस्तो टाइम छ मलाई यसरी मल्दैछ है किमा गाइजहरू त्यहाँ अस्ति पनि गर्दै त्यही थप्पा ल्याउँदा अब मोमो मसलाको है मोमो मसला हो गाइज हेर्दै गर्नु है हेर्दै गर्नु होला यसरी किमा मलिङ हुँदैछ किमा चाहिँ यसरी मलिङ हुँदैछ आया ए बिस्तारै गर्दा हुन्छ आत्तिने बानी साह्रो मन पर्दैन म मान्छे बिस्तारै तले गर्ने हो आत्तिएर काम गर्दाखेरि म त रिस उठ्छ 3 4 यतिका पुग्छ अनि त्यो भ्लग पनि रिसोर्सिटी बनाउँदा छ गाइज कोले नहाल्नु होइन काम गरे मान्छेले हेर्दाखेरि पनि यसो मजाले काम गरेको राम्रो हौ आत्तिएर उसले झर पिस्टे भएको राम्रो देखिन्न नि त छुवाई नै बोलो ल छुवाईहरू खुवाईहरू होला यो चाहिँ मैले त अदिन भनिहालेँ टेस्टिङ पाउडर भयो ए गाई चाहिँ झन् यता हेर है
मेरो प्यारा प्याराहरू हेर मल्ने अब त त्यसको नि पारा सकिन लागेको होला पारा हात आदमी भाँचिँदैन जस्तो यहाँ पुमा मैदामा टाँस्यो भने निकाल्दा चुरी लामखुट्टेले त उमा आएर ज्यानमा आएर यता देखाउ त हो हेर न हो दुईजनाले मल्दै गरेको आमा कडा खात यति टाइम लाग्छ है आमामा भनेको नुन सुन भयो तपाईँ कुकमेन हो नि त नम्बर 1 कुक त म नै हो नि तिमीले कसो थाहा भयो यार लु थ्याङ्क यू सो मच कुकम्यान हो त नि मान्छेले चिन्दो रहेछ हौ सबै अनि होटल म्यानेजमेन्ट पढेको छैन अनि कुकमेनको त कसैले पनि खाँदैन तरकारी पकाएर त्यो कुकुरले पनि खाँदैन कुकमेनको यो अङ्कल अहिले बिचमा नभन्नु है त्यसो मेरो त मलाई मात्रै थाहा छ के फरक हुन्छ मिठो टेस्ट हुन्छ लु न तु यो मेरो तुले भयो मैले सानो डराएर भएका मोमो पकाएको भाँडा डढेर खाए माथिको मोमै कालो पोले जा झन्डै डढेछ नि हौ बलेछ नि हौ ला मोमै कालो भएको भने चाहिँ कस्तो होला ए भनिसकेपछि त सबै म्यानेजमेन्टै परेको मैले चाहिँ ताक्नु पर्ने हुन्छ यहाँ हो त्यो सबै लगाइदिनु न मलाई ल सबै भयो होला त खाइ त के आउँछ जस्तो लाग्यो देउडा चाहिँ काँचै खाएको चाहिँ म त आएर त नुन लाग्यो राम्रो भएछ राम्रो मलाई थाहा छैन अचारमा यस्तो हो नि त गाइजहरू कुरा बुझ्यो म्यानेजमेन्ट पढेर सबै कति जान्ने हो हाम्रो म्यानेजर गर्नुपर्ने भाइ कति छिटो काट्दै छ यहाँ हेर्दा पल्स हाल्यो कटिङ चाहिँ उता लाग्यो होइन त्यो डेक्चीमै हाल्दा हुन्छ वाह स्विट एकदम यस्तो छ गाइजहरू एकदम यस्तो छ ल चिल्ली गाइजहरू चिल्ली आया चिल्ली 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 ममा चाहिँ अब 2 थाल खाइन्छ कि गाई गाउँको बाबु है राम्रो हुन्छ जे भए पनि केही छैन परेको त ममा पेरेर त्यस्तो पाइ हुँदछ यहाँ तल हेर यही त दिइहाल्छ भनेर आमा है Ladies and gentlemen, What happened? हजुर ए अँ नि कति राम्रो हुन्छ थुक्का बुद्धि यति भइसकेपछि बुद्धि पनि पुगेन अब यस्तै हो कति राम्रो हुन्छ नि नत्र त पानी कि धेरै अलिक राम्रै बनाएको थियो नि अस्ति त अहिले त हजुर अहिले पानी नबस्नु हो बस्नुपर्छ अब हो न हजुर भेनालाई कतिको डर लाग्न आउँछ मलाई त साह्रै आयो त्यति बेला हुन्छ आफूले खाने त केको बुट्टा धेरै बुट्टा हौ ए यता चाहिँ मोमोको सुपको लागि हो लु यहाँ बसाइसक्नु भयो अङ्कलले ओके ल मलाई पनि आउँदैन गाडी है सिक्नु पर्यो यस्तो सिखौरी मोमो आज खाएर उभो लाग्छ त नि
यहाँ दुईटा बेलिसकेको छ आइसक्यो है ऊ टाल्ने नि त भाइ हजुर टाल्ने त हो टाल्नुपर्छ जबरजस्ती र पनि ऊ अनि राम्रै बनाएको त ऊ दुईटा त आइसकेको छ राम्रै भेनाले चाहिँ राम्रो बनाउनुहुन्छ ए भेनाले चाहिँ राम्रो बनाउनुहुन्छ रोइ छालाको राम्रो कि भेनाको राम्रो है भेना भेना भनेको त्यसै पनि भेना हो भदै भदै यता हेर भदै यता हाई गर्छौ ल अब अहिले एकछिनपछि म बोलाउँछु ल ल ज्ञानी भएर बस्छ सी यु चराहरू उसले के भन्छ हर्क साम्पाङले भने जस्तै यस्ता नाथे के यो के हुन्न नि उनी अर्कै तरिकाले नि अघिकै जस्तो गरौँ ठुल्ठुलै होस् ए खानामा स्वाद परोस् त्यो त सानै भयो त्यो निकालिरहेर यसरी फेरि बेर्नु झ्याउ हुन्छ क्या किनभने त्यो आधा आधा निक्लिन्छ नि त त्यो कताको बेलिरहनु एकैचोटि झ्याप्पै गर्दै हुन्छ सजिलो त्यो भए घरमै खाने त हो नि हो किनभने त गाइजहरू के राम्रो बनाउनु पर्छ त यसो बेरबार बनाएर खाँदा पनि भयो बेरबार गर्दा त्यो ना भ्लगमा नलाओस् म त फेरि ठुलो चाहिँ बनाउनै आएन कि यता फर्काउनु नै त्यो ममा आउने भएन त्यो देखेन हो यो पो देखिनु पर्छ सेम अनि गाइस म त भनेर होइन भेना खाँदा त त्यस्तै ठुल्ठुलो ए कति सानो हौ हो त्यो राम्रो हो त्यो त्यो त पर्सिन सकिँदैन त्यत्रो लु ल साले यो भन्दा ठुलो बनाऊ है फेरि गाइजहरु यो मन पर्यो होटल म्यानेजमेन्टको मन पर्यो कि यो सिक्नेको मन पर्यो हेर्नु यो सिक्ने हो यो चाहिँ होटल म्यानेजमेन्ट पुरा होटल म्यानेजमेन्टले यो त कसरी बनाउनु अब हेर्नु त हेर हुन्छ अनि त्यो साह्रै सानो पनि नबनाउनु हौ झ्याउ पो हुन्छ अब ठुल्ठुलै राम्रो हो के भन्छ क्या गाइजहरू खाएको मिठो होस् न हौ स्वाद भयो खाएको स्वाद इत्रु चाहिँ गाँस्नु हुँदैन नि लु भनिदिनु गाइजहरू इत्रु इत्रु खाएको राम्रो कि ठुल्ठुलो स्वाद हुन्छ तपाईँहरूलाई ठुलो चाहिँ खायो भने अड्केर मैले चाहिँ सानै ठिक छ गाइजहरु अब अल्झेर मन लिएर आइहाल्छ अब यहाँनिर ममा यति नै मिठो मिठो बनाउँदैछ नि राम्रो ल यसले बेर है गाइजहरू अब अघि फेरि बनाउनुपर्छ ल यहाँ छेउबाट ल फेरि के गाइजहरू फेरि हेर यता पाराले है नदेखाउ बिग्रियो बिग्रियो? कस्तो बिग्रियो क्या नदेखाउ न यहाँ के हुन्न गाइजहरू भनेको यहाँ झन् यहाँ देखाएकोले शर्मा आएर ममा पनि के हो हाँस्नु थाल्यो क्या कहाँ गयो ए ओ हाँस्नु थाल्यो तेरो ममा त गयो त हौ यहाँ चाहिँ कतिवटा भन्छ 2 4 6 8 भइसकेको छ है उठ्यो ममा उल्यो त्यहाँ टाँसिन्छ हो त्यसमा लाउँदै गर्नुपर्छ यहाँ तेल लाग्यो लागेको थिएन त्यसलाई तेल हाल्नुपर्छ यहाँ भर्खर तेल ल्याएको छ यो कुच्चिएको रहेछ भाइ मिल्दै मिल्दैन सब यो सब नमिल्ने रहेछ नि त हुन्छ मलाई फेरि हाच्छिउ र बाछिउ हुन्छ छोडिदिनु होला हुन्छ होला साह्रै ठुलो भयो सन्जित त्यो के लाग्थ्यो कति नराम्रो यो खुम्ला किरा त के खान्छ भरे घुम्नु किरा त हामीले त्यही नखाए हुन्छ त ममा चाहिँ यस्तो छ गाइजहरू यार हो मको कोटा तर्सिन्छ नतर्सिनु है ल यसले पनि दुइटै पानी आफैले ल्याएछ बोकेर अनि सिट चाहिँ ममा सिट हराइगयो भने त म त
होइन यसको पालमा त यस्तै दिन्थ्यो होटल म्यानेजर यसको पालमा त यस्तै घरमा खाने हो नि त त्यो राख्नु भन्दा पनि भएन नि सञ्जीवले पहिला उहाँ नगर्नु तर बनाउनै त जान्नु खैले यहाँ गर्छ त अन्त गर्दैन है पौवादेखि जोदेखि बनाउँदैन कि यहाँबाट पनि लान्छ त्यसो गरेर जोड्दा अब त्यो हुँदै रहेछ नि सुपको लागि गाइजहरू हाम्रो त हेर्नु त यति मजाले न्यु इयर हामी मनाउँछौँ कि यस्तो छ है त गाठ्यो कहाँको गयो आधी त भुइँमा भने गाइजहरू लो हेर्नु है यहाँ तारा यस्तै उसलाई पनि यहाँ हेर्न रमाइलो छ नि त बस बस बाबु यहाँ नि भएर बस लु तिम्रो स्कुलको नाम के हो हजुर स्कुल हो ओके अनि कतिमा पढ्छौ तिमी एलकेजी नर्सरी अहिले एलकेजी खानु पनि राम्रै हुनुपर्छ एक सेट मोमो भइसक्न लाग्यो है गाइजहरू अब धेरै छैन एक सेट चाहिँ हुन लाग्यो होइन यो थरी थरीको मोमो छ है यहाँ चाहिँ अब मान्छे अनुसार बनावट छ नि त यहाँ अब मान्छेहरू अर्को एउटै हात छैन सबै हात छ त्यही भएर गर्दाखेरि चाहिँ यहाँ हेर्नु होला मोमो एक सेट पुरा भइसक्न लाग्यो अब पुग्यो पनि होला 500 रुपियाँ हो ए हो आज हामीले 500 रुपियाँले खानुपर्ने 500 रुपियाँ भने नि त्यो लौरोले लोगोले त पैसा पनि दिने हो मोमो होइन निधारभरि मोमो उठाइदिनु अब पोका चाहिँ पाएर न म्यानेजमेन्टहरू त्यही त लु अब हो त उम्लेको छैन नि त म्यानेजमेन्ट हुन्छ नउम्लिलाको नाम पाकिँदै ए नातारलाई त भक उम्लिनु पर्ने अनि उम्लेपछि भन्छ अनि नातार पनि कुकुरकै छाता जस्तो नगर्नु नै उदेले त अर्को भयो भन्दा एउटा सेटको त यही होटल म्यानेजमेन्ट सिक्नेले खा सक्छ हाम्रोमा गफ गफ यति यस्तो यस्तो गफसफ गर्दै गर्दै मोमो बेल्दै अब कोही त झुल्न नि लागिसक्यो नि अब यहाँ अहिले उसलाई अल्छी लाग्यो होला नि त होइन ठिकै छ हाम्रो सुरु धेरै आएर सुप बनाउनु सिक्दै यहाँ साँच्चै भयो त ए उसलाई उम्लाको हो मेरो तरिकाको हो अरूको चाहिँ कस्तो छ स्वाई चाहिँ मजा लाग्छ हौ म स्वाई गर्दा सुरु भयो भने हाँस्छ नि त्यो चाहिँ मजा मसला चाहिँ मात्र होला नि ए कुकरमा त सुत्छ गाइस टाइट लाग्छ यस्तो दामी भन्छ नि खै रहेछ है राम्रो भयो यहाँ आएको ल भोलि वासिङ मेसिनहरू को हो कोली है
यो त हाम्रो फोको जस्तै हो स्पिडमा राखेछ नि त उसले भने ऊ जत्तिकै के भन्छ घरको त्यो घरको अनि एउटा त डल्लै हात मास्कहरू लाउनु नि त नि अनि खोर्सानी चाहिँ गाह्रै बनाउँछु पार्नु न पुरा देखिएन उता उसले होला कस्तो वाह गाइजहरू मोमा देख्नु भयो यसरी पाक्दैछ है त्यो पनि उसले यो के हो पाकेको हो होइन पाकेको हो त यो गाइजहरू मोमा एक सेट त पाकिसकेको छ एक त फेरि त्यहाँ त अहिले पकाउनु पर्दैन होला नि त गाउँमा बल्ले छ है गाइजहरू यहाँ हेर्नुलाई एक सेट पाकिसकेको छ अब फेरि लाउन लाग्नु भएको छ अङ्कलले त्यहाँ पर भाँडा कुराहरू धोइदिएछ मोमोको यहाँ यो तरिकाले सुप यहाँ छ अचारको लागि चाहिँ यसरी हुँदैछ है गाइजहरू हाम्रो चाहिँ मोमो अब यसरी इटिङ हुनेछ इटिङ मोमो इटिङ तेल यहाँ चाहिँ मस्किँदै हजुर तेल हेर्नु चाहिँ हुन्छ है तेल हाल्नुहुँदैछ मोमो लाउँदैछ अब मोमो ए यहाँ रहेछ नि हाम्रोमा यति धेरै पर्फेक्ट मान्छेहरू छ कि मोमो यसरी बनाउँछ होटेलमा त यिनीहरूलाई पो लाउनु पर्ने भयो त्यो उतापट्टि छ नि त बिचको भएर हो ग्याप छ यसरी लाग्दा लाग्दा कहाँ पो भइजान्छ त फोन कल पनि अर्को त है अङ्कलले यहाँ मोमोको लागि जो अहिले 10वटा बनाउँदा यसले 2टा बनाउँदा छ है लो अहिले त्यो कतामा अर्कोमा लाइन मैले भेनाले अघि नै देखिनु राख्नु भएको तँ 10वटा 2टा बनाउँछ होला त उयो छक्कै 1 2 3 4 5 6 7 8 9 10 11 13वटा मैले बनाउँदा एउटा लाग्छ के तैले है अब यहाँ यति मजाले सिलाउँदैछन् सिलाइ बुनाइमा चाहिँ यिनीहरूलाई लाउनु पर्ने रहेछ है मोमोबाट चाहिँ सिलाइ बुनाइ हुन्छ अनि अपरेटर त सारै गर्नु पर्छ अपरेटर राम्रो छ हाम्रो यसरी है गाइजहरू लु हेर्दै गर्नु है ल गाइजहरू अब हाम्रो चाहिँ फाइनल्ली मोमोको किमा पनि सक्यो अब मैदा चाहिँ थोरै उब्रेको छ त्यो चाहिँ अब भोलितिर सायद बनाइन्छ होला के अरे आलु पराठा हुन्छ कि सिङ्गडाहरू हुन्छ कि रोटी सुक्खा रोटी हुन्छ कि जे भए नि हुन्छ यो रह्यो हो मैले वाट ताई चाहिँ सुस्तो जे भए पनि मोमो चाहिँ कडा छ है गाइजहरू यतिको चाहिँ हुनु पर्यो है मान्छे भइसकेपछि चाहिँ अब यो लगाउनु अनि त्यस पछाडि अब एकछिन चाहिँ पारीको दाजु भएन हजुर त्यो उनी नमिलेको होला हौ त्यो भाडाको उनी ए रहेछ यो चाहिँ नमिल्ने रहेछ क्या ल छोड्दै
एला ए तेरो लुक्स यहाँ पनि राम्रो फाइनली गाइजहरु अब चाहिँ हामी मोमो पाकेर पनि अब खानाको लागि तयार हुँदैछौँ सबै मोमोसम्म भोगेर गइसक्यो हामी चाहिँ यहाँ वास्रै भइरहेछ है गाइजहरु म हिँडे यता हो है मलाई पछाउ है अब पछा यहाँ मोमो खानु पर्ने यहाँ छिटाइ जा अहिले खाइसक्छन् अरे के हजुर अब ल्याउने कान्छा थालहरूले न कस्तो तेमा बुकिन्छ हौ त्यो त हेलो गाइजहरु यता 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 क्यामेरामा फोकस फाइनली हाम्रो चाहिँ सबै हैन अब पाकेर पनि मोमो पकाएर पनि अब हामी चाहिँ खान लाग्यौं है यता यता ह्यापी न्यू इयर गाइजहरु फाइनली गाइज हाम्रो चाहिँ यस्तो रमाइलो हुँदैछ न्यू इयरमा हैन हातैले खाने अरे कसै के भने हेर्नु है गाइजहरु यस्तो छ हाम्रो माहौल यसरी न्यू इयर हामीले यसरी मनाउँदैछौँ अब हामी यसरी खाँदैछौँ गाइजहरु तपाईहरुले देखि नै हाल्नु भयो है हेरौँ है मजाले सबै अनुहार देखाम अनुहार फोकस फोकस अनुहारमा ल यता यता प्रनिस के भन्देऊ गाइजहरु खाने मध्ये हेर्ने मेरो यहाँ छ गाइजी मेरो मोमो हजुर मेरो तुङमा ओके अब हामी म चाहिँ खान थालेँ है म पनि अब म हैन यसरी अगाडिबाट गरिरहेछु अब खाने अनि के न्यू इयर अब चाहिँ फाइनल्ली लास्ट इन्ट्रो हुन लाग्यो अब मैले चाहिँ इन्ट्रो गरिदिन लागेको छु म चाहिँ अब गम खान्छु त्यही भएर गर्दाखेरि चाहिँ म भिडियो अब यिनै इन्ट्रो गर्छु भन्दैछु तोङबा मेरो डल्लै छ ओइ त्यसो नभन् न यता यहाँ अहिले भिडियो बनाउँदै गरेको मान्छे फेरि म के हुन्छ भने बिल्ला भन्छु अरे क्या ल फाइनल्ली ह्याप्पी न्यू इयर गाइज ल ओके अब फेरि यस्तै न्यू इयर चाहिँ अर्को साल भेटौँला भन्दै मैले चाहिँ यो भिडियोलाई यिनै इन्ट गर्न चाहन्छु मेरो भिडियो गरिदिन नबिर्सिनु होला र यो भिडियोमा चाहिँ आज के कस्तो रमाइलो भयो हाम्रो यसरी रमाइलो भएको छ तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला लाइक गरिदिनु होला सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै आजको लागि चाहिँ म भिडियो यिनै बन्द गरे बाइ बाइ